यति बेला गुण्डाकी भान्जीले सागरलाई आफ्नो काखमा लुटुपुटु पार्दै सुताइरहेकी छ। ओ गड, गुण्डा नाइके मामा भन्दा त खतरनाक भान्जी पो निस्की। तर भान्जीले भित्रभित्रै सागरलाई माया गरेको गुण्डाले पत्तै पाएन। अब प्रियापछि भान्जी पनि कान्छीको कट्टर दुश्मन हुने भई। सो आज हामी हेर्नेछौँ कान्छी सिरियलमा त्यस्तो नयाँ के हुँदैछ र कथा कस्तो हुँदैछ। यसबारेमा जान्नको लागि भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी अन्तिमसम्म हेर्दै गर्नुहोला। सागरलाई आगोको रापले जलाई मार्ने मामा यति बेला फरार भएको छ। तर यता डरपोको दाई र देवर बने कान्छीको पछि हिँड्न पनि डरले कायल भएका छन्। घना जंगलमा सागरलाई खोज्न हिँडेकी कान्छीलाई भने यति बेला प्रियाले ढुङ्गा मुढाले आक्रमण गरेकी छन्। साहसी कान्छीले भने पत्तो पाउने बित्तिकै प्रियाको राम धुलाई जंगलमा नै गरिन्। यता गुण्डा नाइके मामाको भान्जीले भने सागरलाई बचाउनका लागि अनेक प्रयास गरिरहन्। बन्धक हुँदा हुँदै भान्जीको भने सागरप्रति माया बसिरह्यो। अन्ततः मामा भान्जी दुईटै मिलेर आगोको ज्वालाबाट सागरलाई त्यो ठाउँबाट निकाली छोडे र त्यो डरलाग्दो गुफाबाट यति बेला मामा भने फरार भएको छ। अनि अब सागर चाहिँ भान्जीको कब्जामा जाने निश्चित देखिन्छ। भान्जी चाहन्छन् सागरले आफ्नी बुढी र छोरीलाई नभेटोस्। त्यसकारण अहिले भान्जी र सागर लुकेर एउटा रुखको फेदमा बसेका छन् र फेरि त्यही ठाउँमा कान्छीको इन्ट्री हुन्छ। महिनौपछि श्रीमानलाई देखेकी कान्छीले भने बुढा भन्छन्, तर सागर भने भान्जीको काखमा लुटुपुटु गर्दै घायल अवस्थामा हुन्छन्। फेरि कथामा ट्विस्ट के पनि भइदिन सक्छ भने भान्जीले सागरलाई लगेर फरार हुन सक्छिन्। तर जहाँसम्म यस्तो नहोला, कान्छीले आफ्ना श्रीमानलाई घायल अवस्थामा हस्पिटल पुर्याउँछिन् अथवा घना जंगलमा भान्जी र कान्छीको यति बेला ठुलो युद्ध हुनेछ। अनि धेरै जनाको प्रश्न के छ भने सागरलाई यो ठाउँबाट कहिले निकालिन्छ र सागर र कान्छीको भेट कहिले हुन्छ। जे जस्तो भए पनि अबको एपिसोड एकदमै बब्बाल अनि दमदार हुनेवाला नै छ। सागर र कान्छीका सुख दुःखका कुरा फेरि पनि देख्न पाइने नै छ। अब सागर र कान्छी छिट्टै मिल्नुपर्छ भन्ने साथीहरूले कमेन्टमा सागर कान्छी लेख्न नछुटाउनु होला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियोमा यति नै। हस्त, धन्यवाद।